यो हो कोरियाको सबैभन्दा प्रसिद्ध हाइकिङ गर्ने ठाउँहरूमध्येको एक र बुक्खानसान राष्ट्रिय निकुञ्जको सबैभन्दा अग्लो शिखर फेगुन्दे पिक र यस भिडियोमा म तपाईहरुलाई यही पिकको यात्रा देखाउनेछु। सौलबाट ट्रेन चढेर बुक्खानसान युई स्टेसनमा ओर्लिएपछि यहीँबाट मेरो यात्रा सुरु भयो। हेलो एभ्रिवान, म चाहिँ भर्खरै ट्रेन स्टेसनबाट झरेर अब पहाड चढ्ने तर्फतिर लाग्दैछु। अनि यहीँबाट देखिँदो रहेछ पहाडको भ्यू चाहिँ। पहाड झर्नको लागि अब अगाडि बढ्दैछु। यहाँको बजार देखाउँछु म तपाईहरुलाई। यस्तो छ यहाँको बजार चाहिँ। र माथि टपमा अलिअलि देखिन्छ बुक्खानसानको दृश्य। यस, यहाँको बजार चाहिँ यस्तो छ है। यहाँबाट करिब आधा घन्टा हिँडेपछि चाहिँ मेरो पहाड चढ्ने उकालोको यात्रा सुरु हुन्छ। त्यसपछि भेटौँला है त गाइज। फाइनली मेरो मेन हाइकिङ यहाँबाट स्टार्ट हुन्छ। अब बुक्खानसान खुङनिप खोङवान यो ठाउँसम्म चाहिँ तपाईहरुले गाडी पनि लिएर आउन सक्नुहुन्छ, आफ्नो प्राइभेट गाडी छ भने, नत्र ट्याक्सीमा पनि आउन सक्नुहुनेछ। म चाहिँ हिँड्दै आएको, बेस्ट अप्सन चाहिँ हिँड्दै आउँदाखेरि हुन्छ है। अनि यहाँबाट अब मेन जर्नी स्टार्ट हुन्छ मेरो। म जाने रुट चाहिँ फेगुन्दे भन्ने रुट हो। बुक्खानसान जाने धेरै रुटहरू छ, 10-12 वटा। वान अफ द फेमस रुट चाहिँ यो पनि हो है। यो रहेछ मेरो अहिलेको लोकेसन। म यस्तो हुँदै यहाँबाट फेगुन्दे पिकसम्म चाहिँ आजको मेरो यात्रा हुनेछ। अरू पनि रुट छ यताबाट यता लङ रुट। यो चाहिँ वान अफ द फेमस रुट। ओके, अब सुरु हुनुभन्दा अगाडि एकछिन यहाँ वार्म अप गरेर मात्र जाने है त गाइज। पुरै नेपालको झझल्का आउने सिनहरू रहेछ। यो चाहिँ नेपालको बुद्धिस्टको बौद्धहरू जस्तो टाइपको रहेछ है। यहाँ छ हाउ टु टेक अ ब्रेक ड्युरिङ हाइकिङ भनेको छ। टेक अ ब्रेक 5 to 10 minutes। यो भन्दा डेन्जर बाटो त हामी स्कुल जाँदाखेरि हिँड्यो होला, तर धेरै पछि हिँड्दाखेरि यो पनि गाह्रो हुन्छ। टेक अ डिप स्लो ब्रेथ ड्युरिङ द ब्रेक भनेको छ। ड्रिङ्क सम वाटर एन्ड इट सम स्न्याक्स रे। स्ट्रेचिङ बिफोर आफ्टर हाइकिङ भनिरहेको छ। राइट, अब हिँड्छौँ हामी। सकेसम्म छिटो गतिमा हिँड्नेछौँ र छिटै फर्किनेछौँ। फेगुन्दे, म जाने फेगुन्दे पिक चाहिँ 1.8 किलोमिटर भनेपछि आनन्दले पुगिन्छ। बाटोको कन्डिसन चाहिँ यस्तो छ।
लगभग आधी बाटो आइपुग्यो। तर यहाँको भौगोलिक बनावट चाहिँ एकदमै युनिक लाग्यो मलाई अरू ठाउँको भन्दा चाहिँ। म कोरियाको धेरै ठाउँमा हाइकिङ गर्न गएको थिएँ, तर यस्तो यहाँको दामी म देखाउँछु तपाईँहरूलाई। पुरै ढुङ्गा छ। यस्तो खोलाहरू पनि कम्ती देखिन्छ कोरियामा, ठुल्ठुलो ढुङ्गा छ। एकचोटि सरकसान जाँदाखेरि चाहिँ यस्तै भ्यूहरू देखेको थियो, तर त्यहाँ चाहिँ केबल कारबाट गएकोले यस्तै हिँड्दै हाइकिङ चाहिँ गरेको थिएन। तर आज हाइकिङ गर्दै यहाँको भ्यूहरू हेर्दै वान अफ द बेस्ट हाइकिङ हो मैले अहिलेसम्म गरेको मध्येमा कोरियाको। अहिले झन् यो फलको सिजन भएर, झर्नी भएर पातहरू पनि पुरै कलरफुल देखिरहेको छ। दाल छ तलबाट करिब 1-1.5 घन्टाको उकालो यात्रापछि लगभग पिकको नजिक पुग्यो। तर जति नजिक हुँदै गयो बाटो त्यति नै अप्ठ्यारो रहेछ। सबैभन्दा गाह्रो ठाउँ चाहिँ यही रहेछ। यहाँ चाहिँ विकेन्डमा चाहिँ मान्छे धेरै भएर त्यो एभरेस्ट चढ्ने अर्को ट्राफिक जाम जस्तै हुँदो रहेछ। एभरेस्ट जाम ये राइट वाले जाने के लिए हाँ वो लेफ्ट वाला देख रिवर्स करके उतर रहा है त्यहाँबाट पता नहीं। यहाँबाट यस्तो छ। Yes. This is sweet. Father, we're on it's Africans. No, usually keep right. Yeah. When you come down, stay with us or on your back foot. Yeah, back foot is better. En fait, quoi que c'était une des difficultés de la guerre de Corée pour les Américains. C'est à cause de mon cerveau, tu sens de montagne, c'est dans le milieu de la campagne. दुईटा बाटो रहेछ, जाने राइट साइड, झर्ने लेफ्ट साइडबाट। Une face comme le capitaine.
यहाँ दुईटा बाटो छ, लेफ्ट राइट। राइट साइड चाहिँ एकदमै गाह्रो बाटो उकालो चढ्नलाई, झर्ने बाटो लेफ्ट साइडबाट। राइट यस्तो छ यहाँ बाटो। ओके पारी रक क्लाइम्बिङ गर्दैछ कि यहाँ। वाउ, सो त्यहाँबाट झर्ने मान्छे चाहिँ मान्नै पर्छ। भ्यू राइटबाट सिडी भएर म राइटबाट जान्छु। यहाँ चाहिँ ग्राभिटीसँग खेल्नुपर्छ फेरि। Okay, drop of the Bukhansan. It's big on the top, ma. Right.
एकछिन रेस्ट गरिवरी खाजा खाइवरी त्यसपछि लाग्नेछु म ओह्रालोको यात्रा। यो माथिको चाहिँ पिक हो, पछाडिको भ्यू यस्तो छ है। सबै रेस्ट गरिरहेको छु। मेरो आजको खाजा चाहिँ सुन्तला केरा अनि नट्स छ थोरै अनि कफी यति खाएर अब एकछिन रेस्ट गरेपछि झर्नेछु है त गाइज। अलराइट, पिकमा करिब आधा घन्टा जति समय बिताएर त्यसपछि ओह्रालोको यात्रा सुरु भयो। यदि तपाईँहरू पनि यो ठाउँमा जाने प्लानमा छ भने एउटा कम्फर्टेबल सुज लगाउनुहोस् र एउटा लट्ठी साथमा लिएर आउनुभयो भने धेरै हेल्प हुन्छ। र यदि तपाईँहरूको खुट्टामा प्रब्लम छ, घुँडामा प्रब्लम छ भने चाहिँ यो ठाउँमा नआउँदै बेस्ट हुन्छ।